अहिले फुटेको ताल रस्सु आइपुगेको खबर हामीले प्राप्त गरेका छौं। रस्सु आइपुगेको छ। प्लिज सचेत सजग रहनु होला। नदी आसपासमा नगइदिनु होला। परपर गएर बसिदिन आग्रह गर्छु। प्लिज यो मजाकको विषय होइन। धेरैजना यो रमिता हेर्न नजिक जानु सक्नुहुन्छ, नगइदिनुस्। यो ठूलो ताल फुटेको छ, जुन मात्रा हो नि अस्तिको भन्दा डरलाग्दो पानी आउन सक्ने अनुमान पनि गरिएको छ। त्यसकारण तपाईहरु सबैजना सचेत सजग रहन आग्रह गर्छु। ताल रस्सु आइपुगेको छ। यो आसपासमा बसोबास गर्नुहुने सबैजना सचेत रहनु होला। अलि परपर जानु होला। नदी आसपासमा नबस्नु होला। उद्धारमा खटिएका व्यक्तिहरू, विभिन्न सुरक्षाकर्मीहरू, उद्धारकर्ताहरू, विभिन्न सहयोगका लागि पुग्नु भएका विभिन्न संस्थाका व्यक्तिहरू सतर्क रहेर अलि पर बसिदिन आग्रह गर्छु। प्लिज 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 रस्सु आइपुगेको छ। यो केही घण्टामा यो नदी तलसम्म आइपुग्छ। नदीमा यो पानी आइपुग्ने अनुमान गरिएको छ। आशा छ कुनै घटना नघटोस्। हामीले हाम्रा धेरै आमा बुवा दाजुभाइ दिदीबहिनीलाई गुमायौं। अब कसैलाई गुमाउन नपरोस्। हामीले हाम्रा मान्छेहरूलाई सकुशल भेट्न सकौं। डरलाग्दो अवस्था सिर्जना भएको छ। सबै सतर्क रहनु होला। यो मेसेज सबैसम्म प्रवाह गरिदिनुस् प्लिज। मेरो भगवान केही नहोस्।